साबी सामाजिक कार्यक्रम। श्रोतावृन्द, आज म तपाईहरूलाई समाजमा प्रतिशोध, रिस, डाहा, बेकारको निन्दा, गलत खबरिया जस्ता समाजका यस्ता कुरीति आत्मा र मनहरू एक किसिमको विराम जस्तै हुन्। यसलाई कसरी सुधारात्मक तर्फ जाने, यस्ता नकारात्मक कुकर्महरूलाई सुधारात्मक पाटातिर लैजाने भन्ने बारे चर्चा गर्नेछ। श्रोता, मानिस जन्मँदैदेखि स्वार्थी त पक्कै हुन्छ, तर स्वार्थको एउटा सीमा पनि हुन्छ। तर कति स्वार्थहरू सकारात्मक र सहयोगको लागि पनि गरिएको पाइन्छ। तर अहिलेको वर्तमान परिवेशमा सहयोगको भावना अति नै निम्न हुँदै गएको पाइन्छ, किनकि असल रीतिरिवाज भुल्दै जानु, ठुलाहरूबाट नसिकाउनु र सानाहरूले व्यवस्था गर्नु यसको मूल कारण मान्न सकिन्छ। र आफ्नो संस्कारभन्दा अरूको संस्कार ठिक हो कि भन्ने कौतूहल हुनु पनि एक किसिमको ठिक मान्न सकिन्न, किनकि संस्कार सृष्टिदेखि नै बन्दै र अनुसरण गर्दै आइएका छन्। हुन त कति संस्कार अपभ्रंश पनि गरिएका छन्, त्यही भएर कति राम्रा होलान्, कति नराम्रा। तर समय परिस्थिति हेरी संस्कार सुधार्नु पक्कै पाइन्छ। समाजमा राम्रो संस्कारको निकै आवश्यक नै हुन्छ। सफल यस्तो संस्कार सिकाउन एक पौराणिक पुराना कुरा जान्ने बुढापाका पक्कै चाहिन्छ। त्यही भएर उत्कृष्ट समाज सुधारक चुन्नु निकै नै जरुरी हुन्छ। यसरी सुधारात्मक चुनावमा आएका उम्मेदवारहरूमा जित त एउटैको मात्र हुन्छ, तर हारको कुण्ठा बोक्नुहुन्न र प्रतिशोध राखी समाजमा उल्टा पुल्टा संस्कार सिकाउन पनि हुन्न। हाम्रो समाज अहिलेदेखि होइन, सृष्टिदेखि नै यसरी चल्दै आएको छ भनी सबैलाई अवगत हुनुपर्छ। हरेक समाजमा यसरी स्वार्थ र प्रतिशोधको लागि अरूको निन्दा, आरिस, रिस गरिने चलन पनि जति नै लुकाए पनि समाजमा धेरै नै भेटिन्छन्। तर यो राम्रो कुशल कार्य होइन मान्नुपर्छ। यस्तो नकारात्मक कार्यलाई चिर्न र निर्मूल गर्न एउटा सक्षम आदर्शवान समाज संस्कार खडा गर्न सामाजिक जनहरूलाई आहत शिक्षित बनाउन जरुरी देखिन्छ। यही शिक्षितताको उज्यालोले समाजका कुरीति कुसंस्कारलाई कञ्चन बनाउन सकिन्छ। त्यसैले यो मेरो आह्वान पढिसकेपछि त्यस्ता शिक्षित जनहरूले बेकारको निन्दा, बेकारको प्रतिशोध र रिस, डाहा, आरिस जस्ता समाजका अविकसिततिर लाने कुसंस्कार कुकर्म छोड्न सदर अनुरोध गर्दछु। यस्तै सकारात्मक छलफलले समाज सुधारौँ, शिक्षित सुखी शान्ति बनौँ, केही सिकौँ र जानेका सही कुरा सिकाउँ। आजलाई यति। म प्रस्तुता राम सुब्बा आजलाई बिदा हुन्छु। फेरि अर्को कार्यक्रममा भेटौँला। धन्यवाद।